कि आछ भने यो गोप्य गोठा छिर्न पनि मस्ती पनि छ शास्ति पनि छ टन्न नोटको बिटो आयो भने अब मस्ती हुन्छ त आजकल त टाउकै खाने शास्ति भइसक्यो कहाँ छन् फेरि पार्टीका झोलेहरू फोन हान्नु पर्यो हेलो हजुर कहाँ हो तपाईँहरू आउनुहोस् न यहाँ गोप्य कोठामा आइसक्यो म फेरि अर्को फोन आयो अर्को टोलीको फोन आयो छ ल छिटो आइहाल्नुहोस् त अर्को टोलीको फोन आयो ल आइहाल्नुहोस् है गोप्य कोठामा गर्छु भने हेलो ल आउनुहोस् आउनुहोस् हामी सबैजना भेला भइसक्यो तपाईँहरू पनि तुरुन्तै आइहाल्नुहोस् त यो हाम्रो काम कुरो सक्नु पऱ्यो के ल छिटो आउनुहोस् हस् के हो नोट आए आनन्द लाग्छ रमाइलो लाग्छ जे पनि गरौँ जस्तो लाग्छ अब अहिलेको परिस्थितिले नोट होइन लहर भित्रै जाग्ने हुन् कि तनावै तनाव छ के गर्ने हो के गर्ने थकेला है आन्दोलनले राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद राजालाई त छोडिँदैन अनि दाइ राजालाई एकदम हुँदैन पर्छ राजा भोलि नै आउँछन् बुझ्यौ हाम्रो आन्दोलनले सार्थकता पाइसकेको छ राजा आउने पक्का भोलि 10 बजे ल ए तपाईँहरू पनि यार धोती नै खुसी गरेर के हल्ला गरे भने त्यत्रो सडकमा ढुङ्गामुढा आन्दोलन गरेर आएर पनि पुगेन भने आउनुहोस् यता बस्नुहोस् बसौँ है गोप्य कोठामा आएर गाह्रो नै भइरहेछ राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद कलर सुन्नु पर्यो जिम्मेवारी कराएर आएको आउँदो रहेछ कि आउँदो रहेछ अब के गर्छ राजनीति गर्ने मान्छे हामी अलिअलि आइहाल्छ नि होइन तपाईँहरू पनि कति एग्रेसिभ भयो भने के शान्त गरेर बस्नुहोस् साथीहरू आउँदैछन् अनि तपाईँहरूको कार्यक्रम त आज बवालै भयो जस्तो लाग्यो कस्तो भयो कार्यक्रम चाहिँ बवालै हो नि राजा त यस्तो थकाइलाई छ है राजा त कन्फर्म आउने है भोलि राजा ल्याइन्छ आन्दोलनले सार्थकता पाइसकेको छ हाम्रो यस्तो गाह्रो भइछ मलाई त थकाइ लाग्यो है थकाइ लाग्यो आराम गर्नुहोस् धेरै नबोल्नुहोस् आराम गर्नुहोस् चुप लाएर उहाँ गणतन्त्रवादीहरू आउँदैछन् आएपछि सरसल्लाह गरौँला कति बेर आउँछन् रे आइहाल्छु भन्दै थिएँ शान्त होला है अरू के छ भने चिया सिया यसो भन्नु पाए हुन्थ्यो भन्छु म फोन गर्छु नि म कुन कालो खाने सेतो खाने जुन भएन हुन्छ राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद राजतन्त्र जिन्दाबाद होइन तपाईँहरूको त दिमाग खुसी क्या हो भने दिनभरि हामी त बग्लाउँछौँ क्या हो त्यो राजतन्त्र ल्याउने गरेर गर्दा दिनभरि आएछ मान्छेको मुटु नै ढक 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 गरी बाहिरको मान्छेले सुन्यो भने के फुस्क्या बौला बौला बस्नु भन्दैन राजा भोलि आएपछि सबै ठिक हुन्छ सुन्नेले सुन्छन् केही फरक पर्दैन केही सुन्नै पर्छ भोलि राजा आउँछन् ल्याइन्छ सुन्नेले सुन्छ ल खोइ त गणतन्त्र खोइ त पार्टीहरू आउँदैछन् त कति टेन्सन लिएर एकछिन शान्त भएर बस्नु न यार मुटु नै ढक 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 तिनीहरूलाई पनि बोलाइहाल्नु पर्यो साथीहरूले नि अब ल आउनु आएर आउनुहोस् बस्नुहोस् गणतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद कति हल्ला गरे भने जिन्दाबाद यहाँ साथीहरू नै आइपुगेछन् बसौँ साथीहरू छन् गणतन्त्र जिन्दाबाद चुप लाएर बस्नु होइन उहाँहरूको राजतन्त्रको कार्यक्रम त झक्कास भयो अरे अनि तपाईँहरूको गणतन्त्रको कार्यक्रम चाहिँ कस्तो भयो नि हाम्रो त बवालै भयो यस्तो बवाल भयो कि हाम्रो त लगभग 2 लाख मान्छे हुनुपर्छ आजको कार्यक्रममा अब आफू त तटस्थ मान्छे यो गाउँ छोडेर कहीँ गएको छैन अब कस्तो भयो अब त्यो न्युज हेर्नु पर्ला नि हाम्रो त राजावादी भन्दा बवाल होला हाम्रो त मान्छे कति धेरै थिए मान्छे अब आफू त गाउँमा बसिरहने अब बेलुका न्युज हेर्नु पर्ला नि हाम्रो त झक्कास मान्छे नै 2 लाख भन्दा बेसी राजा त आउँदैन गणतन्त्र जिन्दाबाद
के हो बेलुका न्युज हेर्छ थाहा पाइन्छ गणतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद गणतन्त्र जिन्दाबाद गणतन्त्र आनन्दको गोप्य कोठामा आएर बस्दाखेरि पनि चुप गरेर बस्नु तपाईँ चुप गरेर बस्नु के गर्ने भने उहाँहरू पनि आन्दोलन गरेर आएको हामी आन्दोलन गरेर आएको अब परिरहेछ दिमागमा त्यही घुमिरहेछ त्यही अब यो कुरा यस्तै हो हुन्छ यस्ता गणतन्त्र यो कुहिसक्यो गणतन्त्र कुहिसक्यो राजा भोलि 10 बजे आउँदैछन् आइ नै सके राजा चाहिँ कहाँ आउने पश्चिमबाट पूर्व आउने कि पूर्वबाट पश्चिम आउने कि उत्तरबाट दक्षिण आउने लेखेर गणेको कुरा राज दरबारको सुनको गेटबाट सर्लक्क भित्र छिर्ने र अभिषेक गरेर राज्याभिषेक गरेर श्रीपेज लाउने हो भोलि जसरी गणतन्त्र आएको त्यसै गरी राजतन्त्र आउँछ कुरो ठिक त्यही हो मलाई त फेरि कसैले 10 वर्ष जनआन्दोलन गरेर 17,000 मान्छेको बलिदानले आएको गणतन्त्र त्यसै राजतन्त्रले फालिन्छ त्यत्रा 17,000 नेपाली सोझा नेपालीलाई उचालेर बन्दुक बोकाएर मारेर जिउँदै काटेर गाडेर दुनियाँको घर भाँडेर बच्चा केटी आइले विधवा बनाएर बच्चाहरू मारेर ल्याएको गणतन्त्र बलिदान के का बलिदान चुकाउनु म एउटा कुरो भन्छ फेरि अब त तटस्थ मान्छे अब तपाईहरुको तन्त्रले पनि देशमा केही गरे हैन तपाईहरुको तन्त्रले पनि देशमा केही गरे हैन अब राजतन्त्र आएर के गर्ने भन्ने थाहा छैन गणतन्त्र आएर के गर्ने भन्ने थाहा छैन एक देश त्यसै लुटेर खाइसके सकिसके राजा हाम्रो राजा हुँदाखेरि त्यत्रा 27 वटा उद्योग कल कारखानाहरू थिएन यो सबै पछिका दलहरू यी गणतन्त्रवादीहरूले सबै बेचेर खाएको होइन सबै जनता नेपाली जनता साथी छन् कहाँ हुन्छ त्यसमा राजा भोलि 10 बजे आए गणतन्त्रले उहाँहरूले गणतन्त्रको पावर कति छ तपाईँलाई थाहा छ सबै देश लुटेर राखेको पैसा कति शक्ति छ कति पावर छ भन्ने कुरा तपाईँलाई के थाहा तिनीहरूका राजा उद्योगपति व्यापारीलाई ल्याएर राजा बनाउने राजा व्यापारी होइन गणतन्त्रका हिमायतीहरू व्यापारी हुन् ती जनता शोषक हुन् तिनीहरू चाहिँ व्यापारी हुन् तिनीहरूले आफू कुर्सीमा र सत्तामा गएर कुर्सीको लुट्नलाई राज्यलाई लुट्नलाई सम्पत्ति लुट्नलाई जनतालाई कङ्गाल बनाउनलाई राजालाई दोष मात्र लगाएका हुन् तपाईहरू पनि धेरै नाटक नगर्नुहोस् गणतन्त्रको भित्रको आन्द्रावडी बुझिसकेको छ त्यहाँमाथि हामीले अहिले गणतन्त्रमा कहाँबाट तिज भयो स्थानीय सरकार कहाँबाट आयो विकास त सबै देशमा भइरहेछ जो आयो त्यही खाने भोलि भन्ने मात्रै हो देश र जनतालाई काट्ने हो अचानक राखेर जो आए पनि मैले बुझेको चाहिँ हाम्रो विषयमा छलफल गरौँ यो दिनभरिको आन्दोलनले पनि पुगेन भने तपाईँहरू हो थकाइ लागेको छ हाम्रै विषयमा हामीसँग जनशक्ति धेरै छन् हामीसँग पावर धेरै छ जनशक्ति रे आजको हामीले चाहिँ हाम्रो दुईटा सिआइडीले हामीलाई भिडियो पठाएर हामीले जाबो 10 जना मान्छे छैनन् ल 10 लाख रे अब हाम्रो 20 लाख भएको मान्छेलाई 200 छैन मान्छे नै हाम्रो त तपाईको गणतन्त्रलाई देखियो नाप्यो राजा भोलि 10 बजे दरबारमा राजाको नेपाल जनताको नाममा सम्बोधन राजाले गरिबक्सिनेछ श्रीपेज लगाइबक्सिनेछ भोलिबाट देशमा राजाको शासन चल्नेछ तपाईहरु चिन्ता गणतन्त्र जान्छ भनेर चिन्ता नलिनुहोस् आखिरमा हाम्रो यो गोप्य कोठाबाटै राजनीति गर्ने त अनि हामीले किन चिन्ता लिए किन धेरै तर्से राजा त आउने कन्फर्म हो है त राजा भोलि इलाम गइछन् के अरे आउँछन् के अरे काठमाडौँ प्लेनमा सालबार आउँछ राजा त पूर्व मेचीदेखि पश्चिम महाकाली गइबक्सिन्छ नि अब गणतन्त्रवादी तिमीहरू गणले भनेर हुन्छ राजा हिँड्ने प्लेनमा त हो नि कहाँ रिक्सामा हिँड्छन् त आफ्नो विषयमा व्यापारी हो नि जे मानि हिँड्छन् आफ्नो विषयमा कुरा गरौँ एकछिन कुल भएर बस्छ तपाईँ अब राजा व्यापारीले राजनीतिक दल पनि व्यापारी नै हो नि विजय चौधरी नि व्यापारी नै हो अब यिनीको चाहिँ व्यापारी होइन कोहीको वहाँ के कोहीको कहाँ कोहीको भाट बटिन रे कोहीको के रे कोहीको वहाँ थाइल्यान्ड लगाइन रे कोहीको वहाँ फिलिपिन्स लगाइन रे कहाँ रे के रे कम्बोडिया दुबई हिजो चप्पल लगाएर आएको होइन विजय चौधरी काङ्ग्रेस होइन तपाईँको त्यही नेताहरू वरिष्ठ नेताहरू हिजो चप्पल लगाएर आएको हो कि ल भन्नुहोस् हो कि हो त हैन त्यही हो तपाईहरुकै नेता उद्योगपति छन् राजाले त पहिलेदेखि जुत्ता लगाइरहेको थिए त्यो पनि बाँसबारी छाला उद्योगको एक्टरका चुमाले नेता यो तालले फटाइसक्यो आफ्नो विषयमा कुरा गरौँ न तपाई चुप लागेर शान्त भएर बस्नु यो हाम्रै विषय हो
हाम्रै नै विषय हो क्या यो। सबै लुट्ने हामी सबैको विषय हो क्या। ल हामी साम्य नै भयो ल एकछिन शान्त भएर बस्नु। शान्त नै अब विकल्प चाहिँ के त हामी यहाँ भेला भएको निष्कर्ष चाहिँ के त छलफल गरौँ न। छलफल गरौँ कुल भएर बस्नु। दिनभरि तातेर आएर अहिले नि तात्नु पर्छ। टाउकै फुट्ला त भइसक्यो। हामीले मजाले खाइरहेको ठाउँमा तपाईँलाई हामी किन खान्थ्यो नि? किन खान्दिने? हामीले मजाले हँसुरी देखाएको खाना दिनेको कुरो होइन नि दाइ, तपाईँले मैले खाना भएन नि तपाईँले त। खाएर के गर्नुभयो त होइन? देशको बन्द बन्नु परेन? जनताको नाममा त अब तपाईँहरूले सम्बोधन त डर गर्नुभएको छ। तर खोइ त अब जनताहरूले दुःख पाका देश भएकै छैन। गरिब झन् गरिब हुँदै गइरहेको छ। जनताले दुःख के त हामीले सुख पाइरहेको छ त, हामीलाई उहाँलाई पैसा भइरहेको छ त। त्यो त्यसैको लागि राजतन्त्र भने गणतन्त्रमा तपाईँहरू सुख पाउनुभयो, राजतन्त्रमा साराले सुख पाउनु चाहियो त चाहियो त अलिअलि राजतन्त्र चाहियो चाहियो त अलिअलि दिउँ। चाहिएन त्यो अहिले बाँडफाँड गर्नु के गर्नुपर्छ गर्नु। पहिला एकछिन शान्त भएर बस्नु न। बाँडफाँड त हिजो बाँडफाँड गरेर खाइयो नि, सधैँ खाइयो नि। देश नबनाउने त्यो मुखा बुझो लगाउन कति लाग्ने हुन्छ? देश बनाउनु पर्छ। यस्ता पैसा केही छैन। देश बनाउनु पर्यो। भोलि राजा 10 बजे आइसकेपछि पर्सिको 10 बजेबाट तपाईँहरूले कति पैसा चाहिन्छ टेन्सन नलिनुहोस्। हामी सरकारमा सत्तामा बस्ने हो, तपाईँहरू सडकबाट फेरि आन्दोलन गरिरहने हो। 10 वर्ष यसरी जान्छ, त्यसपछि के हुन्छ गरौँ। हामीलाई राजाले पैसा दिन्छ नि त? हामी ग्यारेन्टी हामी दिइहाल्छौँ नि। राजा हाम्रो अनि हामीले नदिए कसले दिन्छ त? कति नोट कति दिन्छ? हिजो तपाईँहरूले जसरी जति दिनुभएको थियो हामीले त्यसरी त्यति नै दिँदै जाउँ न होइन? सतीले सरायलाई देश बनाउनुहुन्थ्यो। ऊ आयो नि लुट्ने, ऊ आयो नि लुट्ने, ऊ आयो नि लुट्ने, ऊ आयो नि लुट्ने। आफ्नो विषयमा जाउँ न क्या हामी। आफ्नो विषयमा कुरा गरौँ। कति मालामाल छ 5 रुपियाँ ल्याएर एउटा उद्योग चाहिँ हाम्रो नाममा पास गर्दै भन्नु नि त। तर यस्तो छ, अब एउटा कुरा चाहिँ अलिकति गाह्रो छ। अब गणतन्त्रमा चाहिँ तपाईँको नेताजीहरूले तपाईँहरूले लुट्न त दिए। अब हाम्रो त राजा देशको एउटा भगवान् विष्णुको स्वरूप भनेर भन्छन्, बुढापाकाले भन्ने गर्थे। अब राजाले चाहिँ अब खाना चाहिँ दिन्छन् कि दिँदैनन् भन्ने कुरा चाहिँ गाह्रो छ। अब भोलि कुरो मिलेन, खाना दिएनन् उ गरेनन् भने फेरि अर्को तन्त्र ल्याउने हामीले नै हो। अब हामी लोकतन्त्र हुँदै समाजवादको बाटोमा लाग्नुपर्छ क्या पर्याय। त्यो आन्दोलन त भोलि गरौँला। अहिले यो कुरा छोडिदिउँ, अरू टपिक। मैले त्यही भनेको। अरूले खान पाएन, अरूले दुःख पायो भनेर हामीलाई मतलब छैन। हामीले सुख पाउनु पर्यो, हामीले खानु उद्योग पाउनु चाहिँ हाम्रो पर्यो। नाममा थिच्दै भन्नु न। एउटा उद्योग चाहिँ हे तेरिका अहिले यो कुरो गरेर के तपाईले चुकाउनेछ भने हे तेरिका जनताले सेवा गर्नु भनेर हामी किन टाउको दुख्छ? हामीले त खान पाइरहेको छौँ नि। यस्ता कुरा हुँदैन। राजतन्त्र तपाईहरु चुकाएर बस्ने तपाईहरु गणतन्त्रमा लाया त्यही खानको लागि हो। तपाईहरुले राजतन्त्र ल्याउनलाई राजीनामा दिए पनि त्यही खानको लागि हो। तपाईहरुले राजीनामा दिए पनि त्यही खानको लागि हो। भनेपछि मैले कुरा गर्न खोजेको के भने त्यो हानगुनेदेखि थानगुनेसम्मको जुन आधी पैसा आयो नि, अब आधी पैसा त लिनु पर्यो नि। जहाँसुकै जेसुकै गयो भने यो गोप्य कोठाबाट त्यति त गर्नु पर्यो नि हामीले, होइन र भने खाना परेन। तपाईँले चिन्तै लिनु पर्दैन नि। त्यो थानगुनेसम्म प्रोजेक्ट त गणतन्त्र आए पनि हाम्रो यो राजतन्त्र आए पनि हामी जसरी पनि खायो भने त्यो काम सम्पन्न गरेर हामी खाउँला नि। हाम्रो आफ्नै तन्त्र त हो नि त्यो। त्यो समझदारी यो त अब त्यो गोलमाल कन्स्ट्रक्सनलाई दिए त्यो हानगुनेदेखि थानगुनेसम्मको प्रोजेक्टको टेन्सन लिन पर्दैन। किनभने अब गणतन्त्र नै टिकिरहे पनि त्यसले काम दिने हामीले नै हो। अब राजतन्त्र ल्याइएछ भने राजतन्त्र आउने कन्फर्म गोप्य सूचनाबाट भोलि त सिल्पेज ल्याउने कन्फर्म छ। अब लाएनछन् र गणतन्त्रै रहेछ भने उहाँहरूले गरिहाल्नुहुन्छ। आएछ भने नि हामी त्यसलाई जसरी कन्टिन्यू अगाडि बढाइहाल्छौँ। बाँकी 50% चाहिँ कुरा अगाडि बढायो भने चाहिँ ल तपाईँले अप्ठ्यारोको कुरा त्यो बाँकी कामहरू अगाडि बढायो भने चाहिँ त्यो 50% बाँकी चाहिँ आउनु पर्यो। त्यही हो। जे तन्त्र आए पनि पेड चाहिँ हाम्रै गर्ने हो। आफ्नो गर्नुहोस्। राजतन्त्र आए पनि गणतन्त्र आए तन्त्रै आइसक्यो। आफ्नो गर्नुहोस्। बाँडी चुडी खाने हो के हो? बाँडेर खाने होइन हो त। गणतन्त्र आए पनि राजतन्त्र आए पनि हामीले पैसा चाहिँ कमाउनु पर्यो। यो राजनीतिक बाटो चाहिँ हाम्रो हातमा हुनुपर्छ है। राजगणतन्त्र अहिले भने चाहिँ राम्रो नारा आयो क्या, राजगणतन्त्र। यो भने यो कस्तो डाइलेक्ट यो नारा आयो भने जुन तन्त्र आए पनि देशको शक्ति राजनीतिक बागडोर हाम्रै हातमा हुने एक गोप्य कोठाबाट हामीले देश सञ्चालन गर्ने हो र मिलाएर लुटिरहने हो, खाइरहने हो।
जति झगडा गर्नु गरियो अब एकचोटि मिलाउँ चिया पनि हाम्रै हो अब भोलि पनि फेरि नाटक गर्नुपर्छ पर्या यसो झगडा गरे जस्तो पनि गर्नुपर्छ नि गर्न हेर्नु पर्छ है ल है कुरो ल होइन राजगणतन्त्र जिन्दाबाद राजगणतन्त्र जिन्दाबाद भोलि 10:30 बजे भेट्ने